हेलो वेलकम टु माई पेज। सो तपाईहरुलाई आज भने म इन्ची मोनेस्ट्रीको दृश्य देखाउन गइरहेको छु। होप तपाईहरुले मन पराइदिनुहुन्छ भनेर है। सो आज चाहिँ यहाँनिर पूजा हुन गइरहेको रहेछ। सो पूजा भएको कारणले चाहिँ बेसी मात्रामा मान्छेहरु रहेछ। फरेनर्सहरुमा पनि आउनु भएको रहेछ यहाँनिर। सो यहाँको दृश्य चाहिँ तपाईहरुलाई म देखाउन गइरहेको छु। Health and healing. On health and healing. सो यस्तो छ यहाँको दृश्य चाहिँ। यहाँ चाहिँ एउटा ठुलो धर्मस्थल भनेर पनि मानिन्छ। तपाईहरुको कतिवटा चिताको कामहरु छ, पुराहरू गर्नु छ भने चाहिँ तपाईहरु यहाँ आएर पूजा गर्न सक्नुहुन्छ। यहाँ चाहिँ एउटा बिलिफ छ नि त, तपाईहरुले चिताको कुराहरु चाहिँ पुग्छ भनेर है। तपाईहरुलाई म यहाँ देखाउन गइरहेको छु। सो यो साइड चाहिँ पुरानोवाला हो अनि यहाँ पर देख्दै गर्नु भएको चाहिँ नयाँ है, भर्खर रिसेन्टली नै बनाएको चाहिँ पर देख्दै गर्नु भएको है। यहाँ ब्याक साइड, यहाँ पर चाहिँ एन्ट्रीवाला साइड हो है। अब चाहिँ हामी यहाँबाट फाइनली पूजासुजा गरिसक्यो। सो अब हामी चाहिँ यहाँबाट निस्किन आँटेको। यहाँबाट डाइरेक्ट घर चाहिँ जाँदैन, तर चाहिँ हामी घुम्दै घुम्दै जानेछौँ। सो तपाईँहरूलाई देखाउने छु। स्टे ट्युन गाइज। हेलो गाइज, अब चाहिँ हामी यहाँनिर बुलबुलेको त्यहाँनिर प्लान्टहरू भएको जग्गामा आएको छौँ। सो तपाईँहरूले यहाँको दृश्य देख्न सक्नुहुन्छ। वाटरफलको त्यहाँ जाँदैछौँ। सो तपाईँहरूलाई पनि देखाउने छु त्यो चाहिँ वाटरफल कस्तो रहेछ भनेर। हामी अहिले चाहिँ अन द वेमा छौँ। तपाईँहरू पनि वेट गर्दै गर्नुहोस्। सो गाइज फाइनली वी रिच वाटरफल। तपाईँहरूलाई अघि भनेको वाटरफल पनि छ। सो तपाईँहरू हेर्नु सक्नुहुन्छ नजारा। Here are in plant conservatory. So let's get in. Different flowers, different colors. So here is flower collection. मिठो मिठो कलरमा रहेछ। आई विश यो सबै मेरो घरमा भएको वाटर सप्लाई गरिरहेको रहेछ। माइकको रहेछ orange color one. Pom pom flower.